यहाँ तपाईँहरू देख्न सक्नुहुन्छ प्रहरीले तपाईँहरूले प्रहरीसँग झडपको अवस्था तपाईँहरू यहाँ युवाहरू विद्युत प्राधिकरण घेराउ गर्न आइसकेका छन् युवाहरू सोमजी अब तपाईँहरू देख्न सक्नुहुन्छ विद्युत प्राधिकरण घेर्न युवाहरू आइसक्नु भएको छ तपाईँहरूले विद्युत प्राधिकरण अगाडिको दृश्य हो दर्शकबिन यहाँ सोम शर्मा र त्यसै गरी शिव यादव लगायतका युवाहरू गेटमै आएर नाराबाजी गर्न थालिसकेका छन् दर्शकबिन यतिखेर हामी विद्युत प्राधिकरणको गेटबाट तपाईँहरूलाई देखाइरहेका छौँ दृश्य यो विद्युत प्राधिकरणको गेट हो कुलमान घिसिङलाई यहाँबाट बर्खास्त गरिसकेपछिको अवस्था हो कुलमान घिसिङलाई बर्खास्त गरिसकेपछि विद्युत प्राधिकरणको गेटमा तपाईँहरू देख्न सक्नुहुन्छ प्रहरी पनि कडा एक्सन कडा आदेश दिएको छ विद्युत प्राधिकरण अगाडिको दृश्य हो सबै अवस्था यहाँ तपाईँहरू देख्न सक्नुहुन्छ प्रहरीले तपाईँहरूले प्रहरीसँग झडपको अवस्था तपाईँहरू देख्न सक्नुहुन्छ प्रहरीसँग धकेलको अवस्था सिर्जना भएको छ दर्शकबिन यो विद्युत प्राधिकरण गेटको अगाडिको दृश्य हो तपाईँहरू देख्न सक्नुहुन्छ प्रहरीले तपाईँहरू देख्न सक्नुहुन्छ यहाँ प्रहरी र आन्दोलनकारी बीच धकेलको अवस्था सिर्जना भएको छ दर्शकबिन तपाईँहरू देख्न सक्नुहुन्छ युवाहरू आक्रोशित बनेको दृश्य छ यो दृश्य तपाईँहरू देख्न सक्नुहुन्छ यो विद्युत प्राधिकरणको गेट अगाडिको दृश्य हो तपाईँहरू यो दृश्यमा देखिराख्नु भएको छ विद्युत प्राधिकरण अगाडिको दृश्य हो जब कुलमान घिसिङलाई बर्खास्त गरिसकेपछि सरकारले असंवैधानिक बाटोबाट बर्खास्त गरेको भनेर आरोप लगाएका छन् युवाहरूले तपाईँहरू देख्न सक्नुहुन्छ यहाँ माहौल तातेको छ तपाईँहरू देख्न सक्नुहुन्छ यो विद्युत प्राधिकरणको गेट अगाडिको दृश्य हो यहाँ केही युवाहरूले यो घेराउ गरेका छन् केही युवाहरू प्राधिकरणको गेटमै बसेका छन् प्रहरीले लात्ता र तपाईँहरू देख्न सक्नुहुन्छ हामी यो यहाँबाट प्रत्यक्ष प्रसारण गरिरहेका छौँ तपाईँलाई यहाँको दृश्य देखाइरहेका छौँ यो विद्युत प्राधिकरणको गेट हो दर्शकबिन तपाईँहरू देख्न सक्नुहुन्छ यहाँ युवाहरूले हुल बढ्दै गएको छ प्रहरी पनि एकदम कडा सुरक्षाका साथ कडा तैनाथी